जहाँबाट सुरुवात भएको थियो त्यहीँ गएर अन्त्य हुँदैछ र यो म किन भनिरहेको छु भन्दाखेरि लियोनल मेसी दाजुले आजभन्दा 16 वर्ष अगाडि अर्जेन्टिनाको 10 नम्बर जर्सी लगाउनु भएको थियो। त्यो खेल भेनेजुएलासँग थियो अर्जेन्टिनाको आफ्नै माटोमा। जो 16 वर्षपछि जब लियोनल मेसी दाजुले आफ्नो अर्जेन्टिनाको 10 नम्बर जर्सीमा अन्तिमचोटि आफ्नो मातृभूमिमा खेल्दै हुनुहुन्छ र त्यो खेल पनि भेनेजुएलासँगै छ। र याद रहोस् दाजुको 10 नम्बर जर्सीको त्यो पहिलो खेलमा एक गोल र एक असिस्ट भएको थियो। र भोलि फेरि दाजुले भेनेजुएलासँग खेल्दै हुनुहुन्छ र सम्भवतः सायद अर्जेन्टिना भित्र लियोनल मेसी दाजुले 10 नम्बर जर्सी लगाएर अन्तिम खेल हुन सक्छ। यति मिठो अन्त्य लाग्छ कि भगवानले नै जुराएर पहिलो खेल भेनेजुएलासँग अर्जेन्टिना भित्र, अन्तिम खेल भेनेजुएलासँग अर्जेन्टिना भित्र, जर्सी त्यही मात्र त्यसमा एउटा स्टार थपेर लगाउँदै हुनुहुन्छ।